हेलो एभ्रिवान, आलु फेसियल ट्राई गर्नुभएको छैन भने एकपल्ट अवश्य ट्राई गर्नुहोस्। आलुको फेसियलको बेनिफिट चाहिँ एकदमै धेरै छ र आलुमा चाहिँ भिटामिन बी, सी, के हुन्छ जसले हाम्रो स्किनलाई प्रोटेक्ट गर्छ। आलुको रसले पिगमेन्टेसनको पनि रोकथाम गर्छ। स्किनलाई हाइड्रेट बनाएर राख्छ। कुनै पनि सिजनको घामले हुने ट्यानिङलाई क्लियर गर्ने काम पनि गर्छ। आलुले हाम्रो स्किनमा नेचुरल ब्लिचको काम पनि गर्छ र जसलाई केमिकल ब्लिच गर्नु मन लाग्दैन उहाँहरूले चाहिँ यो फेसियल एकपल्ट ट्राई गर्नु सक्नुहुन्छ र यो फेसले चाहिँ हाम्रो स्किनमा इन्स्टेन्ट ग्लो दिन्छ। आलुको रस चाहिँ मैले निकालिसकेको छु र तपाईँले पनि त्यसरी पनि निकाल्दा हुन्छ र मैले त्यो रसलाई चाहिँ 10 मिनट राखेपछि चाहिँ अर्को बोलमा ट्रान्सफर गरेँ त्यसको जुसलाई र यसको भित्र चाहिँ मेरो यस्तो स्टार्च बस्यो र मलाई पछि चाहिन्छ र मैले क्लिन्जरको लागि चाहिँ मैले आलुको रस लिएँ त्यसमा चाहिँ मैले गुलाब जल मिक्स गरेर चाहिँ मैले आफ्नो फेसमा यस प्रकार लगाएँ। तपाईँले नेकमा पनि लाउन सक्नुहुन्छ र मैले आफ्नो फेसलाई मजाले 5 मिनटसम्म क्लिन गरेँ। क्लिन गरिसकेपछि चाहिँ मैले वास नगरिकन चाहिँ त्यही माथि चाहिँ मलाई फेरि अब यो स्क्रब गर्नुपर्ने हुन्छ र स्क्रबको लागि मैले 1 चम्ची आँटा लिएँ है गहुँको आँटा र त्यसमा 2 चम्चा जस्तो मैले दही हालेँ, आलुको रस पनि एड गरेँ र फेरि मैले हाफ टिस्पुन जस्तो चाहिँ निम्बुको रस पनि एड गरेर त्यसलाई मिक्स गरिसकेपछि यस प्रकारले मैले स्क्रब गरेँ। स्क्रब गरिसकेपछि चाहिँ मैले त्यसलाई क्लिन गरेँ। क्लिन गरिसकेपछि फेरि जुन चाहिँ मेरो स्टार्च थियो यो स्टार्चमा चाहिँ मैले फेरि हाफ टिस्पुनभन्दा अलिकति बेसी मैले एलोभेरा जेल हालेँ, एड गरेँ है र ग्लिसरिन एड गरेँ र निम्बुको रस पनि फेरि मैले हाफ टिस्पुन जस्तो एड गरेर चाहिँ यसलाई मजाले मिक्स गरिसकेपछि यसलाई मैले मसाज क्रिम जस्तो मतलब मसाज क्रिम भयो र मैले मजाले मसाज गरेँ र तपाईँहरूले जस्तो खालको स्टेपले पनि जुन चाहिँ स्टेप सजिलो लाग्छ त्यो स्टेपले तपाईँले चाहिँ यस प्रकारले मसाज गर्नुहोस् र यो थियो मेरो रिजल्ट र थ्याङ्क यू सो मच फर वाचिङ। एकपल्ट जरुर ट्राई गर्नुहोस्।